साथीभाइहरूले खाम बनेर खाने साथीभाइहरूले भोलि गर्छौँ र आमफल र मोर मनलाई मोड्ने अर्को साह्रै याद आउँदो रहेछ नि लाएर ज्वरो आएर म त हो र 2-3 दिन त ड्युटी गएको थिएँ तर उनका साथीभाइहरू भेटिन्छन् ड्युटीबाट आउँछ ड्युटीबाट आएपछि त्यो के जाति हो त्यो केमिकल हालेको के जाति खाएर बस्छ भन्छन् ल्याउँछु भन्छु कति लाउँछ कुन्नी त घरको साह्रै याद आउँदो रहेछ नि के गर्ने परदेशमा एक्लै के गर्नु बिरामी छ नि त केटो खै कस्तो भयो सुती छ कि कुन्नी जस्तो छ ए केटा ए ल आउनुहोस् आउनुहोस् ए बस्नुहोस् है भन्नुहोस् बिरामी भयो त नि बिरामी भयो के गर्ने सन्चै छौ तिमी म ठिकै छु ड्युटी स्युटी राम्रै छ ड्युटी सिद्धिएर म त नि ड्युटी सिद्धिएर त बिरामी छ सुनेर अनि त्यस पछाडि तँलाई भेट्न आएको हो त नि ज्वरो आएर रुममा नि गइरहन्छ रुवाकी लाएर ज्वरो आएर म त हो र वल्ल सकि 2-3 दिन त ड्युटी गएको थिएँ त्यहाँबाट सक्दै सकिनँ चाहिँ हिजो अस्तिबाट चाहिँ बिस्तारमा पल्टेको छु ल सहिलोसँग बस अनि पानी सानी कति खाइन्छ गर्मी बेस गरी छ त नि त्यही गर्मी पानी खानु पर्यो नि यस्तो भएको गर्मी बेस गरी छ पानी टन्न खानुपर्छ म त सुन्छु छन् फङ्सन खाने भइरहेको छ घरतिर पनि ठिकठाकै छन् अनि तपाईँको पनि ठिकै होला नि के अरे मेरो पनि ठिकै छन् घरतिर त सबै ठिक छन् अनि मैले त सुन्छु नि टाउको दुख्दैन त नि अनि पानी खाने बेलामा चाहिँ अरू खाएर हिँडेपछि पनि ठिक हुन्छ त अन्त त्यो अरू के खान्छ सर त्यस्तरी कहाँ खान्छु त नि केटाहरूले भन्छन् साथीभाइहरूसँग हल्का खाने त्यस्तरी खाने तर उनका साथीभाइहरू भेटिन्छन् ड्युटीबाट आउँछ ड्युटीबाट आएपछि त्यो के जाति हो त्यो कहाँ खान्छ त नि त्यो केमिकल हालेको के जाति खाएर बस्छ भन्छन् त्यस्तो पनि खाने चिज हो खानु मन लागेको यसो कति ल्याउने महिनाको एकचोटि खाने साथीभाइहरूले चाहिँ कहिले खाम भन्छन् अनि साथीभाइहरूले खाम बनेर खाने साथीभाइहरूले भोलि गर्छौँ र आमफल र मोर मनलाई मोड्ने त्यस्तो काम गर्नुहुन्न नि भाइ हामी विदेशमा छौँ आफ्नो परिवारलाई छोडेर यहाँ आएका छौँ 2-4 पैसा कमाएर आफ्नो परिवारलाई के होला भनेर आएका छौँ अहिले आफ्नो ख्याल गर्नु पर्यो नि टेन्सन दूर हुन्छ अनि त्यस पछाडि थकाइ मेटिन्छ भनेर यसो कहिले काहीँ खाने हो के को दूर हुने हो टेन्सन खाएर कहीँ टेन्सन दूर हुन्छ त्यो भरम हो खाएर चाहिँ कहिले पनि टेन्सन दूर हुन्न झन् टेन्सन बढ्छ त्यसैले यस्ता कुराहरू खाने होइन यस्ता कुरो खाने होइन यस्तो बिरामी भयो यो गर्मी यस्तो छ बाहिर निस्कने शरीरबाट पुरै पसिना हुन्छ बस्नु परेको छ हो त बिरामी घर त सुतेको छ घरमा कति टेन्सन लिएका होलान् यस्तो गर्मी छ ल हुन्छ पिर्न गर पानी टन्न खानी गर्नुपर्छ ड्युटी त टन्न खाने यस्तै दायाँ बायाँ खाने होइन ल हुन्छ नि त अब त्यही पनि रहेनछन् के अरे त आराम गरेर भेट्न आउनुभयो खुसी लाग्यो राम्रोसँग जानुहोस् फेरि म निस्कन्छु अलिक ख्याल गर्नु राम्रोसँग यस्ता यी दायाँ बायाँ यस्ता चिजहरू खाने चिज होइन नि मेरो ड्युटी राम्रैसँग गर्नुहोस् गर्मी धेरै छ ल अलिक पानी टन्न पिउनु होला पानी पिउनु पर्ने रहेछ बल्ल पानीको सट्टा चाहिँ अब पानी भन्दै अर्कै पानी पिउकेर त्यसले गर्दा नि हो कि यस्तो भएको हो त्यही भएर मैले भन्छु मैले बेला फोन गर्दा नि भन्थेँ भाइ के अरे पानी खाने बेला त्यो अरू पानी नखाई केमिकल हालेको पानी नखा राम्रोसँग जानुहोस् मैले भनेको नि ल राम्रोसँग जानुहोस् है ल राम्रोसँग उ गर्नु आफ्नो ख्याल गर्नु स्वास्थ्यको ख्याल गर्नु है म फोन गर्दै गर्छु है हजुर साथीहरू यो भिडियो बनाउनुको खास कारण के हो भनेदेखि हामी अहिले प्रवासमा छौँ यो खाडीमा छौँ यहाँ रहेर चाहिँ हाम्रो नेपालीहरूले चाहिँ जथाभावी यो रक्सीको नाममा चाहिँ जथाभावी यहाँ बनेका लोकलहरू खाने चलन छ र यो लोकलमा चाहिँ एकदम केमिकलबाट मात्रै बनाइएको यो लोकल रक्सी भनेर चाहिँ बेचिन्छ र यो कृपया यो गर्मी मौसममा यो नखाइदिनु होला किनभने यसले चाहिँ स्वास्थ्यलाई एकदम हानिकार गर्छ
किनकि यहाँहरूले सुन्दै आउनुभएको छ यहाँ बनाएका यो लोकल रक्सीहरू खाएर चाहिँ कतिपय बिरामी मात्रै होइन कतिपय मान्छेहरूको चाहिँ डेथ पनि भएको छ। त्यसैले गर्दाखेरि जथाभावी पाइने केमिकल हालेको लोकल भनेर पारिने बनाइने बेचिने यस्तो रक्सीहरू कृपया नखाइदिनु होला है त। कस्तो लाग्छ यहाँहरूले यो भिडियो हेरेर सल्लाह सुझाव दिन नबिर्सनु होला। हस्त नमस्ते।